कपिलवस्तुको तिलौराकोटमा बुद्ध स्तुति गाउँदै कमोडियन बुद्ध मार्गीहरू। पछिल्ला दिनहरूमा तिलौराकोटमा दैनिक जसो समूहमा आउने बौद्ध मार्गीहरूको संख्या बढ्दै गएको छ। तिलौराकोट गौतम बुद्धले 29 वर्ष बिताएको दरबार हो। पछिल्ला उत्खननबाट यहाँ 132 वटा बुद्धकालीन पुरातात्विक वस्तुहरू फेला पारेका छन्। तिलौराकोटको महत्त्वको प्रचार हुँदै गएपछि यहाँ आउने पर्यटकको संख्यामा वृद्धि भएको छ। आन्तरिक र बाह्यको 60-70 हजारको सेरोफेरोमा छ। अहिले यो चाहिँ पछिल्लो वर्षमा धेरै राम्रो भएको छ। सबैभन्दा बढी चाहिँ हाम्रो म्यानमार, त्यसपछि श्रीलङ्का, त्यसपछि थाइल्यान्ड अनि त्यसपछि क्रमशः कम्बोडियादेखि लिएर कोरिया लगायतका भियतनामहरू र त्यसपछि चाहिँ युरोप अमेरिकातिरको पर्यटकहरू पनि छ। यहाँ अहिले बेलायतको दुराम विश्वविद्यालय लगायत जापानका विभिन्न पुरातात्विक संस्थाहरूले नियमित रूपमा उत्खनन गर्दै आएका छन्। उत्खननका क्रममा पञ्चमार्ग चाँदीका भाँडा, बौद्धकालीन ईसापूर्व 800 देखि 200 वर्ष पुराना 495 वटा चाँदीका सिक्का फेला परेको उत्खननमा संलग्न पुरातत्त्वविदहरूले जनाएका छन्। तिलौराकोटमा भेटिएका यी पुरातात्विक वस्तुहरू बुद्धकालभन्दा पनि 200 वर्ष अगाडिका भएको बताइएको छ। भारतले तिलौराकोट दरबार आफ्नो भूभागमा पर्छ भन्ने भरम छरिरहेका बेला यी संरचनाले प्राचीन कपिलवस्तुको तिलौराकोट नेपालमै रहेको पुष्टि गरेको छ। अहिले चाहिँ उत्खनन गरिरहेको लास्ट आवरमा चाहिँ अहिले यो लेटेस्ट उत्खनन गरेको बेलायतको दुराम विश्वविद्यालय, युनेस्को, जापानिज फरेन ट्रस्टको सहयोगमा नेपाल सरकार, लुम्बिनी विकास कोष, स्टर्लिङ युनिभर्सिटी लगायतका विभिन्न सङ्घ संस्थाहरूको चाहिँ संयुक्त प्रयास र पहलमा चाहिँ यो उत्खनन भइराखेको छ र विगत 5 वर्षदेखि यो प्रोजेक्ट यहाँ तिलौराकोटमा लन्च भएको छ र त्यसले चाहिँ यो स्मारक जुन तिलौराकोट दरबार छ यो बुद्धको दरबार भएको कुरा प्रमाणित भइसकेको छ र भारतले चाहिँ जुन बेला बेलामा यो कपिलवस्तु चाहिँ भारतमा पर्दछ भनेर चाहिँ जुन खालको चाहिँ प्रोपोगन्डा मचाउने गर्दछ त्यसको चाहिँ सम्पूर्ण हिसाबले तिलौराकोट नै चाहिँ बुद्धको दरबार हो, शुद्धोधनको दरबार हो भन्ने कुरा चाहिँ त्यसले पुष्टि गरेको छ। उत्खनन प्रक्रिया जारी रहेकाले तत्काल पर्यटकले देखिने गरी कुनै भौतिक संरचना भने तिलौराकोटमा निर्माण गरिएको छैन। संरक्षणका लागि तारबार र पर्खाल निर्माण गरिएको छ। पुरातात्विक वस्तुहरू प्रशस्त रहेको तिलौराकोटको प्रचार हुन सके आन्तरिक र बाह्य पर्यटकको आगमनमा वृद्धि हुने सम्भावना रहेको छ। यहाँ प्रायजसो कम्बोडिया, भियतनाम, श्रीलङ्का लगायतका पर्यटक र त्यसपछि श्रीलङ्काका पर्यटक बढी आउने गरेका छन्। आन्तरिक पर्यटकहरू पनि तिलौराकोट आउने क्रम बढ्दो क्रम रहेको छ। तिलौराकोटमा लुम्बिनी विकास कोषको मातहतमा रहेको एउटा कार्यालयले तिलौराकोट आसपास रेखदेख गर्ने गरेको छ। सुरक्षाका लागि कुनै प्रहरी चौकी निर्माण नगरे पनि विकास कोषको अनुगमनमा तिलौराकोटको संरक्षण गरिएको छ। तिलौराकोटसहित कपिलवस्तुमा निक्लिहवा, गोटिहवा लगायतका प्राचीन तथा पुरातात्विक वस्तुहरू रहेका क्षेत्र छन् जहाँ मौर्यकालीन राजा अशोक सम्राटले पिल्लर गाडेका थिए। ती क्षेत्रहरूको प्रचार गर्न सकियो भने लुम्बिनी आउने पर्यटकहरूलाई रामकाम र देवदहसम्म पनि पुर्याउन सकिने सम्भावना रहेको छ। त्यसका लागि लुम्बिनी विकास कोष र नेपाल सरकारले प्रचारमा पनि जोड दिनुपर्छ। लुम्बिनी समाचारका लागि लक्ष्मण पोखरेल, बुटवल।